वेलकम टु अनदर डे। अनि आज चाहिँ हामी बिहान 7 बजे फेरि नुहाइधुवाइ गरेर अनि उठेर अब फेरि हिजो चाहिँ हामी तातो पानीमा बसेको थियौँ नि त, त्यही भएर अनि आज चाहिँ हामी निस्केको मुक्तिनाथ जानलाई। अनि अब यहाँबाट जोङसोङ चाहिँ 39 किलोमिटर बाँकी छ। अनि यहाँ चाहिँ किन रोक्यो भने यहाँ यस्तो दामी भ्यू देखाउँछ है त सबैजनाले। मेरो पछाडि देखाएको झर्ना यस्तो दामी देखाएको छ। अनि आज चाहिँ मस्त घाम लागिरहेको छ है, यस्तो छ ठाउँ त्यही टाढा टाढा। अनि यहाँ पुरै झर्ना लु जाऊँ बस बस। अनि त्यो चाहिँ कसरी गर्छ? बसेर त्यहाँ झर्ना देखाउँछ है त नजिकबाट। बसौँ ए ल यस्तो छ भ्यू अहिले त पानीको झर्ना। वा यस्तो दामी झर्ना यहाँ राख्नु त। दामी देखिन्छ है झर्ना। अलि जुम गर्छु ए यहाँबाट पुरै माथिबाट। यो सिजनमा पनि झर्ना छ है यहाँ त यहाँसम्म तल दामी देखाएको यही पुलमा है कति मान्छेहरूले भिडियो बनाएर हाम्रो हालत चाहिँ यस्तो छ हिँड्दा हिँड्दा। आमा जुम गरेको त हाम्रो हालत चाहिँ यस्तो छ पुरै याक पनि छ एकला पाल ओडाएर राखेको थियो यस्तो भएको। अब हामी आज चाँडो याक हो कि आज गोदा हो चाहिँ हामी खास गरी मुक्तिनाथ दर्शन गरेर मार्फततिर जाने प्लान हो। अब हुन्छ नि थाहा छैन। आज याक त मत खाने हो लाउट हेल्मेट। अहिले चाहिँ हामी यहाँ के अरे कागबेनी कटेर जाँदैछौँ। अब यहाँबाट मुक्तिनाथ सायद 20-30 मिनट मात्र बाँकी छ होला। अनि यो भ्यू अहिले चाहिँ हामी पुरै उकालो चढ्दैछौँ। अघि तलतिर भिडियो खिच्छु भनेको यस्तो चिसो हावा, घाम चाहिँ लाग्न झै लागिरहेछ तर लास्टै चिसो छ क्या। बाटो यस्तो छ अनि बाटो चाहिँ ठिकै छ हो, एकछिनमा पिच रोड आउँछ एकछिनमा अफ रोड आउँछ। बाटो चाहिँ एकदम साँघुरो हिमाल देखिरहेछ सेतो। अघि त्यो लेटे भन्ने ठाउँबाट चाहिँ यस्तो दामी देखाएको थियो हिमाल चारैतिर। अब यस्तो मात्रै यस्तो भिरभिरबाट हिँड्नुपर्छ। बाटो त्यस्तो छ भ्यू हिमाल तर एकदम रमाइलो छ। हो त्यहाँ कागबेनी लेखिरहेछ। परबाट देखाउनु पर्यो अब भ्यू देखेको चाहिँ छैन यहाँबाट त। हर्न बजाएर जानु न। हिमाल यस्तो देखिरहेछ। त्यस्तो साह्रो जाडो त छैन है सोचे जस्तो, अलिअलि चिसो छ। चिसो चाहिँ त्यस्तो साह्रो चाहिँ छैन।
बाटो त अब यस्तो डेन्जर छ नि। अब आज चाहिँ हामी मुक्तिनाथ दर्शन गरेर मार्फा गाउँमा के अरे आज बस्ने भन्ने प्लान छ के अरे। अब हेरौँ के हुन्छ। अम्बो सही देखिरहेछ नि बाटो त। हिमाल जति अगाडि गयो हिमालले आऊ आऊ भने जस्तो त के हो। अम्बा हजुर ठिक भएछ। अघि हामीले त्यहाँ तल पेट्रोल हालेको थियौँ कि फेरि इनकेस केही माथिसम्म पुगेन भने भनेर। खिङ्गा खिङ्गा हो कि के हो 2 किलोमिटर लेखाएको छ त। त्यहाँ पनि हिउँ पर्ला रहेछ होइन अलिअलि। त्यहाँ त सही। ल अब एकैचोटि मुक्तिनाथ पुगेपछि भेटौँला। हात दुख्यो माया यो क्यामेरा समात्दैछ अन्त। क्यामेरामा त के देखाएको छ होला र है। आँखाले हेर्दा त स्वर्ग छैन स्वर्ग जस्तो छ। गरिसकेँ मैले चेन्ज। हिजो चाँडो चाँडो आएर यतै बस्न पाएको भए त है सही हुन्थ्यो यस्तो भ्यूका साथ। हिजो पोखराबाट निस्किनै ढिलो भयो हामी। अनि तातो पानीमा गएर अनि फेरि राति नहिँड्ने भनेर त्यहीँ बस्यौँ। अझ तातो पानी भन्दा पनि अझ लेतेमा बसेको भए ठिक हुने रहेछ। झन् लेतेमा त झन् चारैतिर देखिने के हिमाल सेतै। बाटो त यस्तो उकालो ओह्रालो पिच अफ रोड सबै छ। उकालो ओह्रालो सबै। खै हिमालको फेद फेद जानु आइया म झर्छु एकछिन। ल झराउ झराउ। आइया मम्मा अब के अरे मुक्तिनाथ अब यहाँबाट 1 किलोमिटर। ए यस्तो दामी भ्यू छ। यहाँ पनि हिउँ परेर रहेछ कि अलिअलि पग्लेकै छैन हिउँ। यहाँ नि हिउँ रहेछ हेर्नु न। ए हिउँ आया यस्तो छ भ्यू। चिसो त चिसो चिसो छ। चिसो त त्यस्तो साह्रो चिसो त छैन है रोक्दा त। रोक्दाखेरि क्या त्यस्तो साह्रो चिसो छैन क्या। छैन किन त्यस्तो केही भएको छैन। बुढी चाहिँ घोडा चढ्या हो। म त हिँड्दै जान्छु कि क्या हो। दाइ नि हिँड्दै जाने होइन। तपाईँ डोराउँदै जाने हो दाइ।
तपाईँ यो घोडा डोराउँदै जाने हो डराउँदै जाने ए जाऊँ त्यसो भए जाऊँ तपाईँ र म हामी त हिँड्दै जाऊँ त्यसो भए अनि दाइ नि डोराएर हिँड्ने भएपछि त नि के भयो अनि हामीलो माथि सिँढी छ नि माथि सिँढी छ नि सिँढीबाट तपाईँ सिँढीमा जाने घर घुम्नुपर्छ नत्र त हामी सँगै हुन्छ नि ए अब हिँडेर जानु हो हिँडेर जाने हिँडेर छ नि घर जाने अहिले तपाईँ घोडा सँगसँगै हुन्छ नि जतिखेर नि घोडा पायो भने म फोन आयो घोडामै जाने गाह्रो होला गाह्रो त हुन्न फोन नआउ फोन मिचाउनु न घोडा चढ्यो नि जिन्दगीमा पहिलोचोटि कस्तो लागेर आएर डर डर लाग्यो फोन चक्दा मिचाउँदै डोराउँदै जाने भएपछि त हिँड्दै गयो नि पुग्छ होला हौ पछि तपाईँ दुइटै सँगै पुग्छ अब रमाइलो पनि हुन्छ सँगै पनि पुग्छ नि त्यही त नि अन्त तपाईँ सिँढीबाट जानुपर्छ घर त घुम्नुपर्छ ए चाँडो चाँडो चाहिँ हिँडेर हुन्छ है घोडामा उरालोमा तपाईँ हेरेर आयो भने हुन्छ कि सिँढीबाट हेर्दै यो फोटो खिच्दै बजार हेर्दै हेर्दै आयो भने जाँदा चाहिँ होइन तर अब सँगै जानु पाए राम्रो होइन राम्रो हो नि सँगै सँगै पुग्छ नि आउँछ अरे घोडा ऊ फोन चाहिँ ज्यादाको टोल मिन्दु का टोल मिन्दु का फोनले ल्याउनु त मोबाइल टोल मिन्दु का के यो हजुर समस्या है तर म समात्छु चढ्ने हो दाइ हजुर जानु ल म चढ्छु मलाई घर चढ्न आउँछ आउन त हजुर भन्नु ल यो झिकाउँ क्या हो हो त्यो झिके राम्रो हो त्यतिकै गऱ्यो भने हुन्छ होला हो यतिकै हराउनु हराउँदैन घोडा लड्दैन नि लड्दैन जानी छ खोइ अर्को खुट्टा हाल्ने ठाउँ कहाँ त यसको अर्को मैले त घोडा चलाएको पहिला वाउ ठिक छ ओके घोडामा घोडालाई नि दुःख यार यस्तो दामी हुनु पर्यो रहेछ ठिक्क टाइममा आयो हामी चाहिँ भित्र खा पछाडि माइक त अफ छ मुक्तिनाथ चाहिँ कहाँ हुँदा घोडा चढिया होइन ओए म चाहिँ हिँडेर जान सक्थेँ बुढीलाई गाह्रो हुन्छ नि त फेरि त्यो लेकसेक लाग्यो भने चाहिँ अलिक च्याउ हुन्छ त्यसलाई चाहिँ औषधिहरू बोकेर खा त्यो पनि मान्छेहरू बिर्सिँदैछ आए गर्दैछ नि माइक चाहिँ अन माइक अन गर्नुपर्छ माइक अन गर्नुपर्छ
त यो घोडाको नाम के हो त? लाक्पा? वाउ। अनि यो घोडाको नाम? च्याङ्बा। ल लाक्पा र च्याङ्बाको लाक्पा र च्याङ्बा म चढेर है। ए लाक्पा भने दाइ खास के हो अर्थ? ए ठिक। दाइ फर्किँदा पनि घोडामा हो कि के हो? पाउँदैन हिँड्दै हो? ए यहाँसम्म नि बाइक आउनु त रहेछ त। बजार मुक्तिमा दाइ मन्दिरमा भिड हुँदैन? बन्द हुन्छ 12 बजे? हामी त अगाडि पुग्छ होला नि। 12 बजीसम्म त पुग्छ हामी। यसरी चाहिँ हिँड्न नसक्ने मान्छेहरूलाई यसरी ल्याउँदो रहेछ। ए समात है त्यहाँ मजाले। Udah. 20-25 मिनट पुग्छ रे। 15 मिनट पुग्छ रे अझै। यस्तो दाम पसल छ। यस्तो हैन होटल बब मार्ली इस बब मार्ली दाइ मन्दिर कहाँ हो? देख्दैन है अहिले? नेपालको ए त्यही हो? अच्छा ठिकै छ त। अब एकैचोटि अब मन्दिरमा गएर देखाउनु पर्ला। यस्तै यस्तै छ वरिपरि है सबै चिजहरू पाउने होइन। हामी चाहिँ घोडाबाट झरेर अब मन्दिर जाँदै हो। यहाँ उकालो चढ्दा त स्या हुँदो रहेछ है।
स्याहार मन्दिर चाहिँ 12 बजे बन्द हुन्छ भन्थ्यो 11 बजे छिटो पूजा गरेर निस्किहाल्नुपर्छ हजुर ल किनौँ न त छ कि छैन पूजाको सामान उता रहेछ त ऊ त्यो यो प्लास्टिक हुने एकछिन हिँड्दा नि स्या हुँदो रहेछ हाई हो एकदम हाइटमा हो नि त त्यही भएर पूजाको सामान 200 रुपियाँ ए चाहिँ पूजाको सामान ए के रहेछ अनि अब जाने खासै जाडो छैन अलिअलि चिसो जापानमा बस्नेलाई के को यतिको त केही छैन है जापानमा बस्नेलाई यतिको त के चिसो यो हावा खासै चल्दैन जापानमा कम हावा चल्छ खासै चिसो छैन अब त्यहाँ म नौँ काम मस्त लाहा एउटा देख्नेवाला छ सबैले पाप पहालेको पाप पहाल्नु पर्ने म त पापै गरेँ होइन पहाल्दिनँ म त यसो हातले यसो छुन्यो के थाहा त्यहाँ गएर अहिले मेरो के हुन्छ मुड अलिअलि पैसाहरू साटेर लिएर आउनुपर्ने रहेछ अलिअलि मात्रै हिउँ पऱ्यो अब छोडिदिनु बाटो चाहिँ हिँड्न नसक्ने मान्छेहरूलाई यसरी माथिसम्म घन्टीको जाउँ न खोल्छ अरे है त्यही भएर छिटो जानुपर्छ अझै हेर नि टाढै खाएर उतै होइन अहिले उता गएपछि पानी बस्छ ल यहाँ बुढो चाहिँ के अरे अब डुब्न पख्नु है म उता जान्छु नि ल ल जानु जानु त्यो बिस्तारै है चिप्ले लाए बिस्तारै 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 भयो त्यहाँ छोड्दिनु बिस्तारै चिप्लिन्छ है ल यता ऊ त्यहाँ छिर्नु परेन छिर्नु बिस्तारै चिप्लिन्छ है बिस्तारै अबे बिस्तारै एकचोटि डुबुल्को लगाऊ बिस्तारै ओके ल यता ल भयो यता फर्किदियो त त्यो हो त्यो बिच अबको खै त
त्यो छुट्टै जस्तो लागिरहेको थियो कि यस्तो यहाँ चाहिँ पुरै बुद्ध भगवान्को ठुलो मूर्ति पनि रहेछ हजुर हजुर गीत कसरी हाल्छ अडियोमा चिन्दैन त्यहीँ लेख्या हुन्छ यस्तो छ अनि यहाँको भ्यू यस्तो है पुरै हिमालय हिउँले भरिएको पुरै जताततै दामी देखिरहेछ यस्तो छ अनि यहाँ यस्तो मजाले घाम लगाइरहेछ जुम भयो यहाँ चाहिँ मजाले घाम लगाइरहेछ यस्तो निन्द्रा लाग्ला आनन्द भए है आनन्द भए है घामले मुखमा परेर निन्द्रै लाग्ला यस्तो भोक लाग्यो जाम खानुपर्छ अब यहाँ जति बस्यो नि मन भरिन्न क्या यस्तो दामी छ ठाउँ ल जताततै मन भरिन्न जति बसे पनि तर अब के भन्नु फर्किनै पर्यो है पाल्नु पर्यो यहाँ बसेर पनि हुँदैन सधैँ बस्न त फेरि गाह्रो हुन्छ 1-2 दिन घुम्न आउँदा त ठिकै छ ल यस्तो छ ल बाई बाई मुक्तिनाथ चाहिँ यहाँ छ बाई बाई यहाँ हुनुहुन्छ बाई बाई अब कहिले आइन्छ कि आइँदैन होइन रमाइलो भयो एकदम ल अब फर्क्यौँ यस्तो गीत हाल्नुभयो एडिट गर्नु मिल्छ मिल्छ अहिले चाहिँ हामी यहाँ कहाँ आइपुग्यो के अरे दुम्बा लेक आएको यस्तो हावा लगाइरहेछ त्यो अघि माथि जोमसम्म आउनुभन्दा अगाडि त यस्तो हावा बाइक चलाउँदा पनि पुरै बाइकै ढक्कलेर लड्ला जस्तो भएको थियो कि होइन अनि यहाँ चाहिँ यो दुम्बा लेक भन्ने चाहिँ जोमसोमबाट जम्मा 4 किलोमिटर मात्रै रहेछ अनि हेर्न गइदिउँ न त भनेर आएको अनि दामी रहेछ जेस म देखाउँछु है त भ्यू यो चाहिँ दुम्बा लेक हो लेकको कस्तो कलरै ग्रिन टाइप्सको छ क्या खासै ठुलो त रहन्छ अलि ठिकै छ सानै अनि वरिपरि यहाँ हिमालले ढाक्या हिमाल म चाहिँ यहाँ पुरै उ गरिरहेको छु पिङ खेल्दै बसिरहेको छु पिङ खेल्दै बसिरहेको छु खै मलाई थाहा छैन ए खै म त काठमाडौँ थाहै छैन फर्स्ट टाइम आएको म नि त्यही क्या उ त्यो ढुङ्गाहरू ल ढुङ्गाहरू किन राख्यो भनेर सोध्दै हुनुहुन्थ्यो ल भ्यू चाहिँ यही हो तालको भ्यू अब फर्किने अब माथि एउटालाई चाहिँ के अरे यस्तो चिसो हो माथि चाहिँ एउटालाई चटपटी खानु पऱ्यो अरे त्यही भएर माथि जाने नि यस्तो हावा खाइ पुरै चिसो सर हावा ए यता नि हिमाल जताततै हिमाल छ पुरै लुक अब चाहिँ हामी चाहिँ यहाँबाट मार्फा भिलेज पनि घुम्न जाने भने हो के अरे अब हेरौँ मार्फा भिलेज घुमेर लेटे कता हो पहिला चटपटे हामी चाहिँ अहिले मार्फा गाउँ छिरेको मार्फा लास्टै बेलुका हुन लाग्यो हावा चल्यो अनि हाम्रो चाहिँ पुरै प्लान के अरे चेन्ज भएर हामी चाहिँ मार्फा चाहिँ यत्तिकै
सरर बाइकमा यताउता हिँड्ने अनि 10 स्पिडमा अरे है बाइक पनि जान दिँदो रहेछ यहाँ तर 10 स्पिडमा अरे मार्फा गाउँ घुमौँ त सबैजना भिडियो सिडियोहरू बनाउनु हुन्थ्यो के अरे लुगासुगा फेरेर तर अस्तिदेखि हिँड्दा यस्तो फोरी जस्तो फिल भएको छ ला त्यही भएर मान्छेहरू यसरी खिच्या हुन्छन् यस्तरी भिडियो खिचिरह तर हामी नखिच्ने होला यस्तो फोरी भए जस्तो फिल भएर फेरि टाइम वेस्ट नगरौँ आज चाहिँ हाम्रो पुरै उहाँ बेनीमा गएर बस्ने कि भन्ने भयो सही रहेछ है गल्ली त फोटो खिच्छौ र मान्छे त टन्नै रहेछ त आउन देऊ पहिला ड्रेस अरे ड्रेस लाएर खिच्न आउनु अरे जताततै हुँदो रहेछ ड्रेस लगाएर खिच्ने नाच्ने है खालि अरूलाई के को भन्दा घरजैलाई खानाको धन्दा भने यही हो मान्छेहरू भिड हुँदो रहेछ है टिकटक स्ट्रिट रे आज हामी त्यहाँ बाहिर त निस्किन्छौँ नि एकदम साँगुरो आयो त मान्छे हिँड्न निस्क्यो त झन् राम्रो नि अब उहाँ रोकौँ अनि के किन्ने हो के किन्ने भयो किनौँ